हेलो गाइज वेलकम छ माई न्यू मिनी भ्लगमा। आज चाहिँ हामी कटर काट्दैछौँ होइन, तरकारी खानको लागि। गाइजहरू हामी कसरी काट्छौँ अनि कसरी बनाउँछौँ भनेर हजुरहरूलाई देखाउनेछौँ। यो पनि छ यता साइडमा मेरो यस्तो पाइन्छ नि हालिदिने काम गर्छैले। अनि गाइजहरू हामीले फर्स्ट टाइम कटर बनाउँदैछौँ होइन। गाइजहरू कसरी काट्छौँ त्यो पनि थाहा छैन। हामीले यस्तो अरूले भनेको आधारमा काट्दैछौँ। कस्तो बनाउँछ, यसको हालत के हुन्छ, हामी लास्टसम्म पकाएर पनि खाएर पनि देखाउनेछौँ हजुरहरूलाई। बाटै काटेको गाइजहरू, बाटै यहाँ कति दुःख छ मान्छेलाई। फेरि त्यहाँ मलाई दिएन भनेर नभन्नु होला गाइजहरू। यस्तो गराइसकेँ, हात देख्न सक्नुहुन्छ यस्तो छ। फाइनली मैले यसलाई यस्तो काटिसकेँ होइन। यस्तो हालत बनाएर आधा त मैले हल्का मान्छेलाई दिनुपर्ने छ। आज चाहिँ काटेर मैले यस्तो गराइसक्यो हामीहरू। गाइजहरू तेल लगाइ काट्न लाग्छु। यसको पिस गराउँदैछु है। कति दुःख छ कि गाइजहरू, कति दुःख। सुई पनि लाग्दैन के, निकाल्न पनि आएन। कसले के गर भनिरहेछन्, कोही भित्रदेखि यस्तो के खै के निस्काएको छ त्यसलाई पनि फाल्यो है। सब यस्तो यस्तो गराएँ। फर्स्टचोटि पकाउँदैछु नि त, मलाई थाहा छैन नि त सब बारेमा। यसको बारेमा मलाई चाहिँ एउटा गरेर बहुत टाइम लाग्दो रहेछ गाइजहरू। गाइजहरू मैले चक्खु नलागेर यसरी यसलाई ढुङ्गामा यस्तो रगडिरहेको छु। मलाई यो काट्दा काट्दै दिक्क लागिसक्यो। यस्तो गराएँ 2-3 घन्टा लगाएर है। पानी राख्दैछु है। पानी राखेर यसलाई बोइल गर्न छोड्दैछु। गाजर बोइल गर्नु छ। यता दाल पनि बसाएको छु, यता पिठो पनि। गाजर मसला चाहिँ यस्तो भयो है। मैले पिसेँ कटरमा हाल्नको लागि हो। अब यो टमाटर धोएको छु, काटेँ। गाजर यो पनि यस्तो बन्यो। पिठो मुस्दैछु है। थोरै पुरी रोटी पनि बनाउनु पर्ने छ। गाइजहरू मैले चाहिँ अहिले पिठो मुछेर सकेँ है। यस्तो गरेर छु। यसलाई चाहिँ मैले राख्छु। गाइजहरू अहिले म चाहिँ प्याज काट्दैछु। यसले चाहिँ फेरि छिनमै रुवाउने क्या मलाई। गाइजहरू देख्नुहोस्, मैले सस्तामा रेडी गराइसकेको छु। अहिले एकछिन गाइजहरू हामी चाहिँ दाल अनि रोटी बनाउँदैछौँ है। दुईवटा रोटी मिलेर। हेलो गाइजहरू, आज चाहिँ हामीहरू मेरो दिजूले चाहिँ पुरी बनाउँदैछ अनि मैले चाहिँ दाल बसाल्दैछु। अनि हामीले चाहिँ आज अघि कटर काटेको थियौँ त, यी कटर बोइल गरेर राखिसकेको छौँ। अनि देख्न सक्नुहुन्छ गाइजहरूले कस्तो कस्तो राम्रो राम्रो पुरी गराउँछ। खाने बाहुन हाई गरिदियो त, हाई गरिदियो त छिटो। गाइजहरू अहिले चाहिँ बनाइ पनि सक्यो। हेर्नुहोस् गाइजहरू देख्न सक्नुहुन्छ। आज यो तल छ है, यो दाल पनि उता पुरी पकाउँदैछ। अहिले हामी फेरि अहिले कटर पकाएर पनि देखाउँदैछौँ हजुरहरूलाई। अहिले हामी फेरि कटर भात, फेरि आज हामी सब खाने हो कि भात दाल कटरको तरकारी अनि पुरी। फेरि त्यहाँ हामीले बनाएर खाएको देखेर त्यहाँ फेरि आफूलाई पनि खाम जस्तो लाग्छ भने बनाएर खान सक्नुहुन्छ। हामी दिनेवाला छैन। देख्न सक्नुहुन्छ यो सुन्दरीलाई चाहिँ नजर लगाउनु अलरेडी प्याक छ नि। हजुर म चाहिँ कटर बनाउनु लागि, कटरको तरकारी बनाउनु लागि तेल बसालिसकेँ। तेल चाहिँ एकदम छोडिसकेँ, इग्नोर गर्नु होला हजुरहरू। तेल तात्तेपछि गाजर मैले जिरा हालेँ है। यहाँदेखि जिरा देख्न सक्नुहुन्छ। यो चाहिँ कालो तेल किन देखेछ भने पुरी पकायो भने त्यसमा। अनि गाजर यस्तो भइसकेपछि मैले यसमा के राखेँ भनेपछि प्याज राखेँ। गाजर चाहिँ मैले यो मसला बनाएको छु। मसला राखेँ है। यस्तो मिठो बनाएर खुवाउँछु म आज हजुरहरूलाई भनेको कसरी भन्नु। मोबाइलदेखि पनि खानु हजुरहरू पकाउँछु। देख्न सक्नुहुन्छ गाइजहरू मैले मसला चाहिँ यस्तो गराइसकेँ। अनि त्यहाँ मैले अघि नै त्यो टमाटरको पेस्ट गराएको थिएँ। मसला चाहिँ यतिको पाक्न छोडेँ। गाइजहरू पनि पाक्दैछ अहिले। यति कटरेर राखेको छु। मसला चाहिँ यतिको कोही छन् हाम्रो घरमा भात बिना बास्न नसक्ने, तिनीहरूको लागि चाहिँ भात। अनि यो गाइजहरू अहिले म चाहिँ यो कटर राख्दैछु है यो मसलामा। मैले पकाएको कटरको तरकारी यस्तो भयो होइन। खाम सोचे पनि पाइनेवाला छैन।